यो एम्बुलेन्सको विषयमा मैले धेरै कुराहरू उठाइराखेँ अनि यो एम्बुलेन्स विशेष गरेर गौमुखी गाउँपालिका खरा रजबराका भूपू आर्मीहरूको पहलमा त्यहाँ गौमुखी गाउँपालिका स्थानीयहरूले सेवा सुविधा पाउनुपर्छ भन्ने पहलमा उहाँहरूको पहलमा आएको हो। यो एम्बुलेन्स निकालेको लगभग 8 देखि 9 वर्ष भइसक्यो। यो एम्बुलेन्सबाट त्यहाँका आम जनता दाजुभाइ दिदीबहिनीहरूले सेवा सुविधा पाउनबाट वञ्चित भएका छन् र यो एम्बुलेन्स कहाँ छ, किन त्यहाँको स्थानीयले सेवा सुविधा पाउँदैनन् भनेर मैले आवाज उठाएँ अनि कहाँ छ र कसले चलाउँदैछ भनेर मैले खोज तलासी गर्दाखेरि यो एम्बुलेन्स हाम्रो भूतपूर्व गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसा सुनारज्यूले भाडामा ठेक्कामा लिएर चलाउँदै हुनु रहेछ। अनि त्यो एम्बुलेन्स भाडामा ठेक्कामा कसरी दिन पुग्यो समितिले अनि कसको रोबरमा दिन पुग्यो भनेर मैले यसको विषयमा घोर विरोध अनि आवाजहरू उठाइराखेँ। कुरो बुझ्दाखेरि यो एम्बुलेन्स तुलसा सुनारज्यूलाई भूपू संगठन समितिका आदरणीय शालिग्राम सेनज्यू र होमबहादुर परियार अनि ओमबहादुर पुन केदर सेन उहाँहरूको रोबरमा उहाँलाई ठेक्कामा दिनुभएको रहेछ। अनि कसरी ठेक्कामा दिन पुग्यो, किन सेवा सुविधा पाउँदैन अनि अहिलेसम्म घाटामा छ कि फाइदामा छ, आयव्यय किन सार्वजनिक हुँदैन भन्ने मेरो घोर आपत्ति अडान रहिरहेको छ अहिलेसम्म। त्यो विषयमा म एक्लै बोलिराखेको छु, अझैसम्म पनि म अन्तिमसम्म बोलिराख्नेछु र यो विषयमा हाम्रा गौमुखी गाउँपालिका 3 का सयौं आम युवाहरू, सक्रिय युवाहरू, क्लबका पदाधिकारीहरू, हरेक राजनीतिक दलमा आबद्ध हुनेहरू, आम युवाहरूको आवाज किन निस्किँदैन? किन म हुन्? आखिर त्यो एम्बुलेन्स मेरो व्यक्तिगत स्वार्थको लागि म मात्र आवाज त बोलेको होइन, म सिङ्गो त्यहाँ आम जनताले